कोशी ब्यारेजमा छौँ। यो चाहिँ कोशी ब्यारेजको यो सायद पहिलो ढोका होला हैन यो पहिलो ढोका हेर्न सक्नुहुन्छ तपाईहरुले हैन यो यताबाट हुँदाको सुरुको पहिलो ढोका उताबाटको यताको अन्तिम र यताबाटको पहिलो ढोका हामी कोशी ब्यारेजमा छौँ। ल यो चाहिँ ढोका नम्बर 55 रहेछ 56 हैन नहर होला नि त उता एउटा नहरको ढोका सहित छ यहाँ यो अर्को यो पल्लो हामी यतापट्टि तल्लो साइड हो दक्षिण भारत हैन हामी अहिले चाहिँ सप्तकोशीको पुलमा छौँ। यो चाहिँ 54 नम्बर ढोका रहेछ। यो यसरी यति माथिदेखि नै यसरी आएको छ। यति अग्लोबाट लगाएर ढोका तानेको छ ब्यारेजमा। यो मुनि चाहिँ पानी छ हेर्नुस् है कोशीको पानी गइरहेछ है। यो ढोका खुल्ला रहेछ है। यो ढोका खुल्ला छ यहाँ मुनिबाट पानी गएको छ धेरै तल। हामीलाई हेर्न त डर लाग्छ डर लाग्दै छ। यो 53 नम्बरको ढोका यो ढोका पनि खुल्ला छ पानी गइरहेको छ आधा खुलेको छ। गाडीहरू गइराखेका छन्। यो उता पूर्व जाने नेपालको सुनसरी मोरङ झापा हुँदै पूर्वका अधिकांश जिल्लाहरूमा जाने हो। यो चाहिँ 52 नम्बरको ढोका रहेछ। यसरी गाडीहरू आइरहेका छन्। हामी साँझको समयमा छौँ। यो चाहिँ यो ढोका पनि खुल्ला छ। यसरी गइराखेको छ कोशीको पानी उता गइरहेको छ। यो ढोका पनि खुल्ला छ। कोशी ब्यारेजमा छौँ। विशेष के छ यो 51 नम्बरको ढोका। यो ढोका पनि आधी खुल्ला छ। यो आधी खुल्ला छ। यो पछि बन्द हुन्छ। अहिले यहाँ हामी कोशी ब्यारेजमा चलिरहेका छन्। ल यो नम्बर 50औं नम्बरमा आइपुग्यौँ हामी। देखाइरहेको छु यो तलको देखिएको ढोका हो। यो फलामको स्प्रिङवाला ढोका हो। ऊ यसरी यहाँ तलबाट बगिरहेको छ। तल देखिरहनु भएको छ। अलि अँध्यारो दृश्य छ त्यस कारणले देखिएको छैन। हामी यहाँ यसरी छौँ। अब हामी यसको परको सबैभन्दा परको अन्तिम भागमा पुग्छौँ। त्यसपछि फेरि फर्किन्छौँ। यहाँ तपाईँहरूलाई देखाइरहेको छु यस्तो धेरै अग्लो स्प्रिङबाट चाहिँ हामीसँग हामीलाई खास गरी यो कोशी ब्यारेजको बारेमा एकदम जानकार राख्ने दाइ हुनुहुन्छ। दाइ तपाईँको नाम के भन्नुभयो? पञ्चम कुमार सिंह दाइ हुनुहुन्छ। उहाँले आज हामीलाई यहाँसम्म ल्याएर यो कोशीको यो बाँधको बारेमा प्लस यो चाहिँ नि ब्यारेजको बारेमा बताइरहनु भएको छ। दाइ ठिक छ नि? एकदम ठिक छ। ठिक छ है। तपाईँ त यसको बारेमा पुरै विज्ञ हुनुहुन्छ। यहीँको पनि हुनुहुन्छ? है ल यसरी नाइट बसहरू पनि चलिरहेका छन्। जाउँ हामी उता जाउँ रिम्सर जाउँ। राम्रो घुम्न पायोस् हामी सहयोगको भावनाले आएको छौँ। एकदम तपाईँको यो सहयोग त धेरै उच्च छ। हामी अहिले कोशीको ब्यारेजको पुलमा हामी अगाडि बढिरहेका छौँ। अब हामीले चाहिँ अहिले 48 नम्बरको पुल यो ब्यारेजको 48औं नम्बरको ढोकामा आइपुगेका छौँ। यो 48 नम्बरको ढोका हो। यहाँ तल यो पनि तपाईँलाई देखाइरहेको छु खुल्ला छ। यहाँबाट पानी बगिरहेको छ। आधी खुलेको छ। अब पर हामी विष्णु सर गइरहनु भएको छ। यसरी बसहरू कुदिरहेका छन्।
यो 47 नम्बर ढोका हो। अब हामी अँध्यारोमा भएकोले खास पानी चाहिँ हामीले अलि कम देखिरहेका छौँ, किनभने अँध्यारो समयमा छौँ हामी। रातिको समय भइरहेछ, अहिले लगभग 8:45 भइसकेको छ। यहाँबाट पनि पानी गइरहेको छ। हामी 46औं नम्बर ढोका हो। यो कोसी चाहिँ यो पर देखिएको कोसी हो, तर एकदमै पानी कोसीको सङ्लो छैन, एकदम धमिलो पानी छ। धेरै ठुलो छ, भयङ्कर छ यो। हामी 45 नम्बरमा आइपुगेका छौँ। यहाँ 45 नम्बर हामी गाडी पनि देखाउँ न, यिनी सब पश्चिम जाने गाडी, पश्चिम साइडतिर गइरहेको छ। रात्रिकालीन बसहरू चलिरहेका छन्, बसहरू सबै यहाँबाट यसरी पुरै देखाउँदै यहाँ तलबाट पानी बगिरहेछ है, यस्तो छाल आइरहेछ है कोसीको, यहाँबाट पानी उता गइरहेछ है। ल हेर्नुहोस्, अब यो ढोका हो, ढोकाको यहाँ माथि चाहिँ माछा मार्ने मान्छेहरू सुत्दा रहेछन्। ल हेर्नुहोस्, तपाईँलाई हामीले देखाइरहेका छौँ यो कोसीको ढोका, झुल लगाएर मान्छे सुतिरहेको छ। यसमा पनि पानी गइरहेछ, धेरै ठुलो पानी छ। हजुर सबैतिर यो धेरै छ। यो पल्ला छेउसम्म हामी पुग्छौँ, लगभग हामीलाई 20 मिनट जस्तो लाग्छ। अब हामी 5-7 मिनटमा पल्ला छेउमा पुग्छौँ होइन। हामी अहिले 38 नम्बरमा आइपुग्यौँ। यो ढोका पनि धेरै, यसबाट पनि पानी गइरहेछ, यसबाट पनि पानी गइरहेछ। यो ढोका हो यहाँ। यसको बन्द गर्ने पर्सनली छैन, यो चाहिँ बन्द छ। लगभग कोसीको ग्यारेजका ढोकाहरूमध्ये अन्तिममा छौँ हामी। अहिले 12 नम्बरमा आइपुगेका छौँ। अब यो 12 नम्बरको ढोका हो, यो तल नि खुलेको छ। यो 12 नम्बरको ढोका खुलेको छ, हेर्नुहोस् पानी बगेको बगै छ। देखाउँछु म तपाईँलाई यहाँबाट यसो। यो बगेको हो सर पानी। यो चाहिँ 12 नम्बरको ढोका हो है। अलि अँध्यारो छ, तपाईँहरूलाई हामीले नजिकबाट देखाउने कोसिस गरिरहेका छौँ, तर यो रातिको समय भएकोले देख्न अलिकति प्रष्टसँग चाहिँ देखिएको छैन। तर हामी 11 नम्बरमा छौँ। सप्तकोशी, 7वटा कोशी मिलेर बनेको सप्तकोशी। यो नदी चाहिँ खास गरी हामी यो भोटेकोशी बाहेक सबै यही नदीमा मिसिन्छन्, कोशीमा मिसिन्छन्। त्यो भनेको सुनकोशी, इन्द्रावती, लिखुट, अनि तामाकोशी, दुधकोशी, अरुण र तमोर, यति 7वटा नदीहरू मिलेर यो सप्तकोशी बनेको हो। हामी त्यही कोशीको ब्यारेजमा छौँ। यो 8 नम्बरको गेट हो। 8 नम्बर गेट पनि निकै ठुलो छ। 8 नम्बर गेट बन्द छ। 8 नम्बर गेट बन्द छ। योभन्दा तल अर्को साइड हो, यताबाट यो चाहिँ बिचमा बनाएको कि आइरहेछन्। त्यो कन्ट्रोल रुम
गेट हो यो हेर्नुहोस् त 7 नम्बर गेट चाहिँ खोलेको छ र अहिले 7 नम्बर गेटबाट पानी बगिरहेको छ हैन यात्रामा हेलो ए म एकैछिनमा गर्छु म है कुन सर यो यो चाहिँ त्यो केही जमोरो भने हजुर कोशी ब्यारेजको हामी अन्तिम ढोकामा छौँ लगभग अन्तिम चरणमा आइपुगेका छौँ यो 5औं नम्बरको गेटबाट हामी अगाडि बढिरहेका छौँ अब यो चाहिँ तपाईको 4 नम्बर ढोकामा आइपुगेका छौँ 4 नम्बर ढोका पनि बन्द छ 4 नम्बर ढोका बन्द छ 4 नम्बर ढोका हो यो यसरी 4 नम्बर ढोकाबाट हामी अगाडि बढिरहेका छौँ एकदमै राति भइसकेको छ हामी यात्राको क्रममा छौँ यो चाहिँ 3 नम्बर ढोका हो खास गरी 56वटा ढोकाहरू छन् सप्तकोशीको यो ब्यारेजमा हामी 2 नम्बर ढोकामा छौँ यो 2 नम्बर ढोका हो 2 नम्बर ढोका पनि बन्द छ तपाईहरुले हेर्न सक्नुहुन्छ हामी अघि 8 नम्बर ढोका भन्दा यताका प्राय सबै ढोकाहरू बन्द छन् यो 8 नम्बर ढोकाबाट यता लागेपछि बन्द भएको र यो कोशी ब्यारेजको सबैभन्दा अन्तिमको ढोका हो 1 नम्बर यो ढोकाबाट पनि पानी बगेको छैन बन्द छ तपाईहरुलाई देखाउन सक्छु म यस्तो हेर्नुस् यो ढोका हो है यसरी ढोकाहरू लागेको छ यो उताको कन्ट्रोल रुम हो मास्टर कन्ट्रोल रुम छ लाइट गाडीहरू गइरहेका छन् यसरी यो चाहिँ धेरै निकै टाढासम्म छ विष्णु सर कता हुनुहुन्छ खै विष्णु सर धेरै पर हो अन्तिम चरणमा छौँ हामी कोशी ब्यारेजको अन्तिम ढोका पार गरेर अगाडि बढिरहेका छौँ नेपालको अब हामी यता चाहिँ सुनसरी जिल्ला आइपुग्यौँ होइन हामी सुनसरी जिल्ला आइपुगेका छौँ कोशी ब्यारेजको कन्ट्रोल रुम हामी तपाईलाई देखाइरहेका छौँ यहीँबाट सबै कुराको नियन्त्रण हुन्छ अब यो चाहिँ पावर हाउसमा जाने पानी हो यो चाहिँ तपाईहरुलाई देखाइरहेको छु यो कटैया पावर हाम्रो पुल हो यहीँबाट बग्छ पुलमाथिबाट गाडी कुदिरहेको छ उता देखिएको कन्ट्रोल रुम हो यहाँबाट सबै कुराको नियन्त्रण यहाँबाट हुन्छ कतिवटा ढोका खोल्ने कतिवटा बाटो बन्द गर्ने अनि चाहिँ यो चाहिँ नहर पावर हाउसको पानी पावर हाउस कता छ भन्दा अगाडि कटैया पावर हाउस यहाँबाट पानी जान्छ पावर हाउसमा र पावर हाउस हुन्छ यहाँ यो के लेखिएको छ तालिका नहरको पूर्वी कोशी मुख्य नहर यहाँ तपाईले देख्न सक्नुहुन्छ यी पूर्वी कोशी मुख्य नहर त्यस्तै यहाँ तलतिर छ पश्चिम कोशी मुख्य नहर यहाँ समय तालिका नि लिएको छ गेज स्थिति समय जल निष्कासन र घनम फुट प्रति सेकेन्ड कति गर्ने भनेर लेखिएको छ यो सबै यता यो यसरी यहाँबाट चाहिँ यो चाहिँ कोशीको यो पानी यता यो हाइड्रो पावरमा जाने हो यहाँबाट निकै पर छ हाइड्रो पावर चाहिँ